सबै वुडन कलरकै प्यानल प्रयोग गर्नुभयो हो हैन फ्रन्टमा वुडन कलर अनि यता चाहिँ आरपी प्यानल प्रयोग भएको रहेछ माथि ओरेन्ज कलरको छानो 75 mm को छानो प्रयोग भएको छ यो तलको चाहिँ 100 mm को है हजुर सरले चाहिँ आफै जो मलाई 100 mm कै चाहिन्छ भन्ने कुरा गर्नुभयो त्यसपछि सरलाई अनि 100 mm को सर यसरी त्यति महँगो पर्छ है सर भन्ने कुरा गर्दाखेरि हैन मलाई इट्स ओके 100 mm कै राख्ने भनेर सरको रोजाइमै मैले चाहिँ यो प्यानलको घर बनाउन खोजेको मुख्य कारण के थियो भने बुटोलको कहिलेकाहीँ गर्मीमा अति गर्मी हुने जाडोमा अति जाडो हुने त्यो भएर यसले चाहिँ भित्र चाहिँ मेन्टेन गर्छ टेम्परेचर भनेर गर्मीमा धेरै गर्मी नहुने जाडोमा धेरै जाडो नहुने भनेर त्यो डिसाइड गरेर मैले चाहिँ यो बनाउन डिसाइड सर 3 दिनमा अलिअलि त जाडो छ कस्तो छ तर भित्र त्यो त्यति फिल हुँदैन जाडो तपाईँ अब हामीले कुरा गर्दाखेरि अब जस्तो यो बिल्डिङको एरियाको मात्रै कुरा गर्छौँ यसमा त यो पनि जोड्दा नि यसमा पनि त खर्च लगाइन लाग्छ होइन तपाईँको बाहिर पेटीको कुरा आउँछ होइन त्यसमा पनि त कस्ट त जोड्दा नि त्यो कुराको फेरि आउनु ल बिल्डिङको भनेपछि जम्मा 1000 स्क्वायर फिटलाई यति धेरै पैसा भन्ने आउँछ यसमा त यो पनि जोड्दा हुन्छ नि त यो बिनाको कुरा 1000 भन्ने आफै 9857088019 9857 8819 Asia's #1 panel, SY panel. Say yes. एसवाई प्यानल नेपालको भिडियो हेर्दै हुनुहुन्छ र यो चाहिँ नयाँ मिल बुटवलको नयाँ मिल भन्ने ठाउँमा हामी आइपुगेका छौँ जहाँ चाहिँ एसवाई प्यानलको घर पछाडि यस्तो चट्ट परेको बनेको देखेका छौँ हामीले होइन यो चाहिँ वेलनेस कन्स्ट्रक्सनको आउँ लाग्ने साइड भनेर अघि कुरा गर्दै हुनुहुन्थ्यो उहाँहरू मैले कपी गरिहालेँ उहाँको कुरालाई है म नमस्ते सर म आयुष सरसँग कुरा गर्छु है डिरेक्टली नै यस्तो राम्रो घर बनाएर रहेछ अलिअलि कम्प्लिट हुन बाँकी रहेछ है सर कम्प्लिट त केटी भएको बिचमा यो खानेपानीको पाइप लगाउँदाखेरि यो निकालिदिएको भएर रहेछ होइन सो कस्तो राम्रो घर बनाउनु भएको म त एकदम मन पर्यो पहिला अब घरै घुमौँ अनि घरकै कुरा गरौँ त्यसपछि बाँकी कुरा गरौँला है त र यो चाहिँ एसवाई प्यानलको घर जुन चाहिँ सबै वुडन कलरकै प्यानल प्रयोग गर्नुभयो हैन फ्रन्टमा वुडन कलर अनि यता चाहिँ आरपी प्यानल प्रयोग भएको रहेछ माथि ओरेन्ज कलरको छानो 75 mm को छानो प्रयोग भएको छ यो तलको चाहिँ 100 mm को है 100 mm को प्यानल प्रयोग गरिसकेपछि त हाम्रो जुन टेम्परेचरको कुरा त साँच्चीकै हुन्छ होला है सर के कसो होइन जुन साँच्चीकै इन द सेन्स हाम्रो जुन टेम्परेचर चाहिँ मेन्टेन हुने कुरा चाहिँ जति हाम्रो यो थिकनेसमा युज गर्छौँ त्यति नै राम्रो हुने हो नि त होइन सर त्यो कारणले गर्दाखेरि अब थिकनेस कसरी रिकमेन्ड गर्नुहुन्छ तपाईँहरूले जस्तो कि घर बनाउने व्यक्तिलाई रिकमेन्ड गर्दाखेरि चाहिँ यस्तो छ खासमा चाहिँ कस्तो छ भन्दाखेरि अब पहिला चाहिँ घर ध्यानको कतिको बजेट अनुसार कुरा हुन्छ उहाँ फेरि सर चाहिँ पहिलेदेखि बाहिर बस्नु भएको सिङ्गापुरतिर सरले चाहिँ आफै जो मलाई 100 mm कै चाहिन्छ भन्ने कुरा गर्नुभयो त्यसपछि सरलाई अनि 100 mm को सर यसरी त्यति महँगो पर्छ है सर भन्ने कुरा गर्दाखेरि हैन मलाई इट्स ओके 100 mm कै राख्ने भनेर सरको रोजाइमै सरसँग कुरा गर्छु नमस्ते सर हामी तपाईँको घर खिच्न आइपुगेको यहाँ सर हजुरको शुभ नाम चाहिँ मेरो घनश्याम अर्याल सरले चाहिँ यस्तो राम्रो प्यानलबाट घर बनाउनु भएछ है हामीले त के बनाउने तपाईँहरूले प्यानल रोज्नु भयो त्यसपछि वेलनेस कन्स्ट्रक्सनले बनाइदिनु भयो होइन मलाई त कस्तो तपाईँको घर आइसकेपछि आनन्द लाग्यो एकछिन बस्दाखेरि है अब हजुरलाई चाहिँ कस्तो लागेको छ नि घनश्याम सरलाई चाहिँ मलाई पनि अब ठिकै छ अहिले मैले चाहिँ यो प्यानलको घर मैले चाहिँ सामाजिक सञ्जालबाट थाहा पाएँ अनि चाहिँ उहाँको नम्बर लिएँ हाम्रो आइसीको अनि त्यसपछि उहाँलाई कल गरेँ यहाँ भेटेर ल म यो प्यानलकै घर बनाउने भने डिसाइड गरेर आएको थिएँ अनि त्यसपछि हजुर अनि त्यसपछि बनाइयो पनि विदेश जानुभएको थियो हजुर उहाँ यहाँ हुनुहुन्थेन उहाँ त बसेको 3 दिन भयो होला मेरो मिसेस हुनुहुन्थ्यो मिसेस चाहिँ हुनुहुन्थ्यो तपाईँ आउनुभएको 3 दिन भयो यहाँ 3 दिन भयो सर वाउ अनि विदेश बसेर प्यानलको घर बनाउन छोडेर गइसकेपछि नेपाल आउँदाखेरि तपाईँले भनेको जस्तै तपाईँको कल्पनाको सोचेको जस्तै घर बनेछ त सर सोचेको जस्तो त कहिले थोरै कमी कमजोरी त भइहाल्छ यस्तो गरे अब हुने रहेछ भन्ने फिनिसिङहरुमा यताउता त्यो त डिफ्रेन्ट भयो तर ओभरअल अब मैले चाहिँ यो प्यानलको घर बनाउन खोजेको मुख्य कारण के थियो भने बुटोलको कहिलेकाहीँ गर्मीमा अति गर्मी हुने जाडोमा अति जाडो हुने त्यो भएर यसले चाहिँ भित्र चाहिँ मेन्टेन गर्छ टेम्परेचर भनेर गर्मीमा धेरै गर्मी नहुने जाडोमा धेरै जाडो नहुने भनेर त्यो डिसाइड गरेर मैले चाहिँ यो बनाउन डिसाइड सर 3 दिनमा अलिअलि त जाडो छ कस्तो छ तर भित्र त्यो त्यति फिल हुँदैन जाडो
हुँदैन टी सर्ट लाएर हाफ प्यान्ट लाएर पनि म बसिरहेको हुनुहुन्छ वाउ अनि जस्तो अब धेरैजना विदेशबाट नेपालमा प्यानलको घर बनाउनलाई आउनु भएको हुन्छ अथवा विदेशै बसेर पनि बनाइराख्नु भएको हुन्छ नि त जस्तो तपाईँ पनि एक व्यक्ति पर्नुभयो जसले चाहिँ प्यानलको बनाउँछु भनेर प्लान गर्नुभयो आउनुभयो जिम्मा दिनुभयो जानुभयो नि त त्यो हिसाबले अब प्यानल चाहिँ कतिको कन्भिनियन्ट हुँदो रहेछ त सर बनाएर बस्नलाई चाहिँ तपाईँ जतिको व्यक्तिले जसले चाहिँ प्यानलको विषयमा बुझ्नु भएको थियो पहिल्यै होइन बुझिसकेपछि न बनाउने हो होइन कतिको कन्भिनियन्ट अथवा सहज हुँदो रहेछ प्यानलको घरमा बस्न चाहिँ ठिकै छ राम्रो छ मलाई अब अरू त्यस्तो खासै केही छैन कहिलेकाहीँ भित्तामा किला ठोक्नु पऱ्यो भने त्यो चाहिँ यसमा अलिक कन्भिनियन्ट नहुँदो रहेछ नभए चाहिँ ओभरअल भित्तामा किला ठोकेको त कुनै पनि राम्रो त हुँदैन त्यही पनि भनौँ न कहिलेकाहीँ कुनै ठाउँमा त्यस्तो पऱ्यो भने नभए चाहिँ ओभरअल ठिकै छ राम्रो छ हजुर तपाईँ सेटिस्फाइड हुनुहुन्छ नि प्यानलदेखि एसवाई प्यानलदेखि हजुर ठिकै छ हस् सर तपाईँ यति सेटिस्फाइड भइसकेपछि त हामीलाई नि खुसी मिलिहाल्यो नि विदेशमा पनि तपाईँ प्यानलकै घरमा बसेर हो भएर हो कि विदेशमा त म उसमा अपार्टमेन्टमा बस्छु अब त्यहाँ त फ्ल्याट सिस्टम हुन्छ फ्ल्याटमा बस्छु यहाँ चाहिँ अब ठुलो घर अहिलेको समयअनुसार ठुलो घर त्यति आवश्यकता पनि छैन ठुलो फ्यामिली पनि हुँदैन होइन अब 2-3 तला बनाएर पनि अब आफू विदेशतिर बसिन्छ त्योभन्दा आउँदाखेरि बस्नको लागि एक तला भए हुन्छ भन्ने एउटा मानसिकता बनाएर अनि चाहिँ यो डिसिजन गरेको ल तपाईँको घर एकदम राम्रो छ सर हामी घुम्छौँ पनि है त आई सरसँग हामी एकछिन कुरा पनि गर्छौँ है थ्याङ्क यू सर है र यो यता साइडमा पनि तपाईँहरूले चाहिँ निकालिदिनु भएको छ स्पेस निकालिदिनु भएको छ है सो हामीले यसरी प्यानलको घरमा बिम पनि राख्न सक्छौँ होइन यसलाई कसरी राख्नु भएको छ यसलाई चाहिँ फलाम छ यसलाई एसएपी भन्छ यसलाई हजुर फलामको लागि चाहिँ कभर गरेको डिजाइन पनि देखियो नि त होइन यो केको लागि राखिएको मेन चाहिँ यो फलाम चाहिँ नदेखियोस् भन्नको लागि ए फलाम छोप्नको लागि राखिएको भयो होइन डिजाइन पनि एकदम राम्रो देखिएको छ अनि यो साइडबाट पनि निस्किन मिल्ने बनाइदिनु भएको रहेछ होइन यो साइडबाट यो चाहिँ सेफ्टी ट्याङ्कीहरू निकालिदिनु भएको छ यता यो साइडमा यो साइडबाट पनि मजाले निस्किन मिल्ने अब घरहरूमा यताउता गइन्छ यता यो साइडमा हामीले यसरी निकाल्न निस्किन मिल्छौँ र यता पनि जाली ढोकाहरू राखिएको छ है र सबैतिर वरिपरि नै स्पेस निकालिदिनु भएको छ है सो यो स्पेससँगै अनि स्पेस बिना चाहिँ कति जतिको स्क्वायर फिट छ यो कति स्क्वायर फिट छ घर मात्रै चाहिँ तपाईँको 11,500 स्क्वायर फिट जति छ यो त बाहिर शब्द लेखेको धेरै दिन छ तपाईँको पेटी साइज उठाउँदाखेरि यो अब यो तपाईँ अलिक डाउनमा भएको जग्गाले गर्दाखेरि अलिकति त्यो कस्ट चाहिँ अलिकति माथि आउँछ है जहाँ पनि मैले भन्ने यसलाई पनि तपाईँहरूले माथि उचाल्नु भएको छ नि हजुर कति जति उचाल्नु भएको छ यसलाई माथि तल छ यसको जग्गा हो नि तलै छ होइन यतिसम्म उठाउँदा 5.5-6 फिट उठेको छ कि 6 फिट सबै उठाउनु पर्ने भएको भएर नै यस्तो भइरहेको हो नि होइन जुन हामीले उठाउँछौँ उठाएकोले पनि कस्ट गयो कि मेन चाहिँ है सर जस्तै अब तपाईँ अब हामीले कुरा गर्दाखेरि अब जस्तो यो बिल्डिङको एरियाको मात्रै कुरा गर्छौँ यसमा त यो पनि जोडिरहेको छ नि यसमा पनि त खर्च लगाइन लाग्छ होइन तपाईँको बाहिर पेटीको कुरा आउँछ होइन त्यसमा पनि त कस्ट त जोडिरहेको नि त्यो कुराको फेरि आउनु बिल्डिङको भनेपछि ए जम्मा 1000 स्क्वायर फिटलाई यति धेरै पैसा भन्ने आउँछ यसमा त यो पनि जोड्दै आउँछ नि यो बिनाको कुरा 1000 भन्ने आयो फेरि यो कुराहरूले यो बनाउँदै गर्दा यी चिजहरूले चाहिँ कस्ट निस्किने हो र त्यो कस्ट निस्किसकेपछि चाहिँ अनि त्यसपछि हामीले कम्प्लिट फिनिसिङका कुरा गरिसकेर फिनिस भइसकेपछि भन्ने हो होइन हामीले यसको बजेटिङभित्र कस्तो छ भित्र पनि एकचोटि हेरौँ है सो यो चाहिँ एसवाई प्यानलको सबै 100 mm कै प्रयोग गर्नुभएको छ मेन चाहिँ अब यसले चाहिँ टेम्परेचरमा मलाई जहाँसम्म लाग्छ मजाले नै मेन्टेनेन्स गर्छ जस्तो लाग्छ है सरहरू त गर्मीको सिजनमा हुनु भएन होइन हामीले चाहिँ फिल गरे एकचोटि आएर होइन के छ भने चेक गर्दाखेरि हामीले चाहिँ आफूले चाहिँ फिल गरे हो सरहरू त भर्खर आउनु भयो अब गर्मी सिजनमा कस्तो हुन्छ सर आउनु पर्यो गर्मी सिजनमा छुट्टी लिएर है हजुरको घर छिरौँ नमस्ते म्याम बसिरहनु भएको छ हजुर नै बस्ने हो के अरे है सरले भने अनुसार त म तपाईँको होइन बनाउँदाखेरि बस्नु हो म्याडम पनि बस्नु होइन एक हप्ता मात्रै बस्नु हो कि ए हजुर धेरै बस्नु भएन म्याम पनि त्यसो भए व्यस्त मैले त आफै लाइट पनि बाल्दै हजुर कति जति बस्नु पऱ्यो हजुर ए 15 दिन जति बस्नुभयो हजुर
त्यही त म त प्यानलको घरभित्र छिटो गर्मी भयो त्यही भएर जाडोमा पङ्खा बालिदिएको भन्नु पर्ला म्यामसँग पनि कुरा गर्नु पर्यो नमस्ते कस्तो राम्रो लिभिङ रुम त हजुरहरूको है होइन राम्रो पनि छ सानो मात्र होइन यो चिटिक्क जुन तपाईँले भन्नुभयो साँच्चीकै चिटिक्क नै छ होइन हजुर म्यामको नाम चाहिँ नि सीता अर्यालजी अब धेरै त भएन रहेछ हजुर बस्नु भएको पनि प्यानलको घरमा सीता म्यामलाई चाहिँ कस्तो लागेको छ त घर सरले त भनिहाल्यो सरहरूले त भनिहाल्नु भयो मलाई राम्रो लाग्यो भने र म्यामलाई सोच्नु पर्यो मलाई नै राम्रो लागिरहेछ हजुर छिटो छरे त एकदम सजिलो बनाउन पनि हजुर जस्तो यहाँ बस्दाखेरि चाहिँ तपाईँलाई कस्तो लागेको छ त अब अरू घरमा बसिरहेको बानी नि त बस्दा पनि राम्रै लाग्छ आफैले बनाएर गएको पनि हो आउँदाखेरि आफ्नो घर ठिकै छ खुसी छ जस्तो अब मान्छेको अहिलेको धारणा अनुसार चाहिँ प्यानलको घर बनाउनु भन्दा पनि यस्तो बनाउनुहोस् भनिन्छ नि त हजुरलाई पनि त्यस्ता कति सजेसनहरू आयो होला नि होइन धेरै आयो अहिले नि सोध्नुहुन्छ कतिमा बनाउनु भयो कति लाग्यो यतिमा त आरसिसी पनि बन्छ यस्तो उस्तो भन्नुहुन्छ अहिले नि तर हामी यसैमा खुसी छौँ अहिले अब बनिसकेपछि चाहिँ तपाईँहरूलाई रिभ्यू आउने गर्छ नि जस्तो अहिले हामी रिभ्यू लिइरहेछौँ तपाईँबाट तपाईँलाई नजिकका आफन्त छिमेकीहरूले रिभ्यू दिन्छन् नि भन्छन् नि कस्तो लाग्यो के लाग्यो भन्छन् नि त्यसमा के भन्नुहुन्छ उहाँहरूले चाहिँ होइन उहाँहरूले पनि धेरैजनाले त हामीले यस्तै बनाउनु पर्ने थियो यत्रो ठुलो घर बनाइसक्यो भन्नुहुन्छ धेरैजनाले त जस तपाईँको घर देखेर अरूहरूलाई पनि आकर्षण बढाएको छ यो घर हजुर बढाएको छ बढ्नु त धेरै आउनुभयो हेर्ने मान्छेहरू उहाँहरूलाई पनि थाहा छ आइसहरूलाई पनि धेरै यो घर हेरेर धेरै बिजी हुनुभयो उहाँहरू पनि हामी खिचेर आएको घर पनि खिचेर आयो नि उहाँहरू यही घर हेरेर सबै सुरुदेखि यो हेरिसकेपछि अनि उहाँले बनाउनु भएको धेरैजना आउनुभयो हेर्न त यो घर हेर्न नौलो जस्तो भयो अब बिस्तारै नौलो होइन एकदमै चलेको हुन्छ अहिले त एकदम चल्नु भयो जस्तो लाग्छ हामीलाई पनि राम्रो सर के हो यहाँ प्लस पोइन्ट भएछ त हजुरलाई यो घरले गर्दा त है यो घर धेरै हामीले खिचेर आएको भिडियो पनि यही घर हेर्दै आएको अनि यहाँ अगाडि छ कि तपाईँको त्यो डेढ तलाको त्यो पनि उहाँ सुरुदेखि यहीँ घर हेरेर सुरुदेखि बनेपछि लास्टमासम्म त्यसपछि उहाँले बनाउँदै हुनुहुन्छ अहिले ए वाउ सो साँच्चीकै तपाईँको घर राम्रो पनि छ नि त यो हेरिसकेपछि मान्छेलाई बनाउँ लाग्ने पनि लाग्यो मलाई ओहो राम्रै होला भन्छु हामीलाई त मन परिरहेछ मेन बस्ने मान्छेलाई मन परे त भइहाल्यो नि होइन त्यसपछि बाँकी त छँदैछ नि कुरा होला नि के होला होइन त्यो त गर्ने मान्छेको कुरा गर्ने त बानी भइहाल्छ नि होइन त्यसलाई राम्रो नराम्रो पक्ष धेरै हुन्छन् तर धेरैजनाले मन पराउनुहुन्छ हस् धन्यवाद तपाईँलाई पनि यो कस्तो राम्रो किचन छ तपाईँको किचन साइड पनि है यो किचनमा बसेर खान त मजा आउने रहेछ त यो लाग्दैछ कुनै बारमा छु जस्तो छ सर यो सिङ्गापुरको डिजाइन हो हजुर खासमा कहिलेकाहीँ अब खाना बनाउँदाखेरि होइन कहिलेकाहीँ अब भिडियो सिडियो बनाउनु पर्यो भने पनि तपाईँ त सेफ हुनुहुन्छ क्या ए त्यही भएर म त टक्क होइन कस्तो राम्रो लाग्यो यो चाहिँ कुनै बार एरियामा बसेर खाए जस्तै फिलिङ त्यस्तो हुन्छ त्यो फिलिङ चाहिँ दियो यो टेबलको सेटअपले दियो चाहिँ होइन यो टेबलमा राखेको कुर्सी ल अब सर सेफ हुँदो रहेछ सेफको हातबाट आज हामीले खाना भ्याउँदैनौँ होइन होइन अलि हतार छ हामीलाई तर सेफको किचन चाहिँ साँच्चीकै सेफकै किचन जस्तो छ है हो सर होइन आई लभ द वे द्याट तपाईँले डिजाइन जुन चुज गर्नुभएको छ यो डिजाइन इज भेरी पर्फेक्ट नि त त्यो हिसाबले है तपाईँको किचन पनि मन पर्यो मलाई म्याम यो कतिको छ सर यो किचन चाहिँ हाम्रो किचन र लिभिङ एरिया यो सबै यदि काउन्ट गर्नुपर्छ भने 13x23 को जति भयो होइन अनि उता कतिवटा रुम निकालिदिनु भएको छ ए एउटा रुम यो भयो अनि यता यो भयो होइन एउटामा एट्याच टोयलेट छ ए हजुर एट्याच यो एउटा रुम निकालिदिनु भएको छ उहाँहरूले चाहिँ अर्को चाहिँ यो रुम निकालिदिनु भएको छ हामीले यसरी रुम निकाल्न सक्छौँ हजुरको रुम पनि हामीले विदाउट एनी पर्मिसन खिचिहाल्यौँ है सो यो अट्याच रुम भयो होइन सो यो चाहिँ अट्याच रुम रहेछ भर्खर सेटअप हुँदै रहेछ होइन रुमहरूमा पनि तर अलमोस्ट सेटअपै भइसके जस्तै लाग्यो है हो उहाँहरू चाहिँ होटलमा हुने खर्च चाहिँ आफ्नै घरमा गरौँ भनेर
ए हो त होटलमा बस्दा खर्च पनि होटलमा बसेर होटल बस्नुहुन्थ्यो पहिला होटलमा बस्नु ए आफू आएर बस्नको लागि चाहिँ बनाउनु भयो होटल नेपाल फर्किँदै जाँदै बस्दै गर्दाखेरि होटलमा वर्षको 2-3 लाख सकाउनु भन्दा त त्यस्तो त हुँदैन तर हाम्रो इन्टेन्सन कस्तो भने हाम्रो अरू रिलेटिभ्सहरू पनि बाहिर हुनुहुन्छ छन् मेरो भतिजाहरू छन् होइन जो पनि आउँदाखेरि जस्तै काठमाडौँमा दाइहरू हुनुहुन्छ यो एउटा ट्रान्जिट पोइन्ट जस्तो गाउँतिर जाँदाखेरि यहाँ आउने यहाँ ढोका खोल्ने बस्ने सरसफाइ गर्ने आफै अनि जाने त्यस्तो खालको बनाउने भनेर त्यही भएर सेफ सरले होटल भाइब्स दिनुभएछ यहाँनिर बार भाइब्स दिनुभयो जस्तो छ अलिकति त्यस्तो खालको छ भनौँ न तर घरमा पनि त्यो होटल भाइब्स चाहिँ हामीले पाउँछौँ तर होटल भन्दा पनि फार बेटर भनौँ न है सर अर्को पनि उहाँहरूको यो पनि रुम नै भइहाल्यो होला है अनि यो चाहिँ उहाँहरूको कमन वासरुम भयो है र हामीले यसरी कमन वासरुमहरू निकाल्न सक्छौँ मोस्ट अफ दि हाम्रो उमा चाहिँ प्यानलको घरमा चाहिँ कमन वासरुमहरू पनि मजाले निकालेको छ यसरी टाइलिङ्सहरू अनि हामीले यो प्लम्बिङको काम जुन हामीले चुज गर्छौँ टाइल चुज गर्छौँ माथि फल सिलिङहरू चुज गर्छौँ अथवा हामीले कम्बर्डहरू चुज गर्छौँ त्यो चुज गर्दाखेरि ब्रान्डले पनि कस्टमा चाहिँ डिफ्रेन्स फरक पर्न जान्छ है त्यो कारणले गर्दाखेरि हामीले चुज गरेको ब्रान्ड अथवा हामीले प्रयोग गरेका यी वायरिङका प्रडक्टहरू अथवा प्लम्बिङ टाइलिङ यी सबै चिजहरूमा पनि कस्ट फरक पर्न आयो है र सरको घरमा त अलमोस्ट सबै राम्रो नै प्रयोग भएको कारणले गर्दाखेरि सर मलाई जहाँसम्म लाग्छ कस्ट धेरै सस्तो हो जस्तो लागिरहेछ मलाई सरले मलाई खराउनुहुन्छ होला है ल यस्तो राम्रो घरमा चाहिँ हामी बस्न सक्छौँ जस मलाई चाहिँ हजुरहरूको जुन वेलनेस कन्स्ट्रक्सनले बनाएको प्राय साइटहरू मन परि नै रहेछ र एट द सेम टाइम यो साइट पनि हामीलाई एकदम राम्रो लाग्यो सर हजुरलाई धेरै धेरै धन्यवाद एसवाई प्यानललाई प्रयोग गर्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद आएर भिडियो बनाइदिनु मेरो घरको सबैभन्दा अगाडि त तपाईँले एसवाई प्यानललाई विश्वास गर्नुभयो नि त त्यो म्याटर गर्यो नि त त्यसपछि न बल्ल हामी आउने चान्स पायौँ पहिला आयुषहरू आउनुभयो त्यसपछि हामी आयौँ नि त है र तपाईँ सबैजना तपाईँको परिवार अनि तपाईँ सबैजनालाई एसवाई प्यानललाई विश्वास गर्नुभएकोमा र यस्तो राम्रो संरचना बनाउनु भएकोमा हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ थ्याङ्क यू सर सो आयुष सरहरूबाट तपाईँहरूले यस्तै संरचना बनाउन चाहनुहुन्छ भने चाहिँ आयुष सरहरूलाई तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ अब बजेटको कुरै आउँछ लास्टमा गएर होइन बजेट पनि आयुष सरले तपाईँलाई भनिदिनुहुन्छ बजेट भन्नुभन्दा अगाडि हामीले किन यति बजेट लाग्छ भन्ने कुरा पनि एक्सप्लेन गरि नै रहेछौँ तपाईँले यति बुझ्नुभयो भने भइहाल्छ र कति जतिमा यो घर बन्यो अनि कति समय हामीले 3 महिना लगायौँ है यो घर बन्न त अलमोस्ट है र कति बजेटमा चाहिँ तयार भयो त सर यो किचन त उहाँले आफै गर्नु भएको हो हजुर त्यसमा हाम्रो 32.5 लाख जति चाहिँ खर्च भयो यो तपाईँको कम्पाउन्डको चाहिँ छुट्टै छ पैसा होइन यो बिल्डिङहरूमा चाहिँ तपाईँको 32.5 लाखको खर्च भयो मलाई त कस्ट सुन्दा सस्तो लाग्छ आजकल त्यसै होला बिल्डिङको लागि मात्रै बाहिर बाउन्ड्री किचन छुट्टै एडिसनल ए हजुर यो बिल्डिङ चाहिँ 32देखि 34 कति जति भ्यायो 32.5 देखि 34 सम्म भ्यायो भन्नुहुन्छ त आइसर के हो यो ए हजुर र वेलनेस कन्स्ट्रक्सनलाई सम्झिन सक्नुहुन्छ वेलनेस कन्स्ट्रक्सनको नम्बर दिनु सर 9857088019 9857 88019 हाम्रो अफिस चाहिँ बुटोलको कालिका नगरमा छ अफिसमा आएर भिजिट गर्न सक्नुहुन्छ हस् थ्याङ्क यू सर हस् My